गाइस हाम्रो सानो दुनियाँमा छोटो भ्लग चाहिँ हाम्रो अहिले चाहिँ हामी सबैजनाले एउटा लोकल भाइले ल्याएर टक्क नास्ता गर्ने भन्ने प्लान छ आज। आज यो कति गरे यो कति हो यसको मूल्य रे? यसको 2460 2460 भनेपछि कति 5 केजी को हैन? अनि उता हाम्रो ठुलबाले एकदम धेरै आज मासु खाने लाछ लोकल भालेको भनेर मात्रै उहाँको लागि मात्रै हो हामीले खासमा ल्याएको। उहाँले खानुहुन्न यस्तो चिज। अनि फाइनली म चाहिँ यता बसेर टक्क हेरिरहेको छु बल्ल उभिएर। म त त्यस्तो खाँदैन फेरि, मलाई उछाकै पाइल्स छ। अनि आगो यता छ उता टक्क अब जाडोको समयमा हजुर जाडोको समयमा अब यता ठुलबुवा चाहिँ टक्क यता आगो तापेर बस्नु भएको छ। के छ ठुलबुवा, कस्तो भइरहेछ अनुभव? चिसो भइरहेछ होइन? आजभोलि अलि तातो पसिरहेछ कि? हल्का चिसै छ होइन? अनि के भन्नुहुन्छ, अरू केही भन्नुहुन्छ? अब केटाहरू त जुत्ता आयो, केटा लागेका छन्, अब कोही छन् कोही कता छन्, यस्तै छ क्या एकदम। ल ताप्नु है। ल अनि के आज कस्तो बसाइ गर्ने सोचिराख्नु भएको छ हजुरहरूले? बसाइ आज कस्तो तरिकाले गर्ने भन्ने सोचिराख्नु भएको छ? हाम्रो भिआइपी बसाइ हो हजुर। भिआइपी र यो खासमा के भन्दाखेरि यो हाम्रो उ भएको थियो क्या माघीमा हाम्रो खासै भेटघाट भएको थिएन। हजुर। माघी भेटघाट नभएको कारण यसो आज सबैजना मिलेर हजुर हजुर आधा टोली यहाँ छत्तीसगढ गाउँपालिका 5 नम्बर वडा कार्यालय बनाउने टोली हो हजुर। आज यताको अनि आधा यहाँ 5 नम्बरकै स्वास्थ्य बनाउने हजुर टोली 3 वर्ष अल्पतपर स्वास्थ्य बनाउन आएको छ जाजरकोटदेखि टोली लोकल भाले। आज यसो 2 टिम मिलेर खाइहालौँ भनेर बनाउनु लागेको हो। नि दुईटा हो, यो हामी टावर आयो अरू त अब ठिकै भइरहेछ भनौँ। दुईटै जस टिम एउटै जिल्लाको एउटै नगरपालिकाभित्र रहेको फरक फरक ठाउँमा काम भएको कारणले आज यसो भेटघाट कार्यक्रम मैले विशेष एकदम एकदम तिथर बिथर भइरहेको को। अनि एकदम हाम्रो उता परबाट दिवेश दाइ चाहिँ एकदम चुरोट धुवाउँदै चुरोट खानुहुन्छ उहाँले आउनु भएको छ। अनि के भन्नुहुन्छ दाइ, आजको के छ खबर? आजको एकदम बबाल छ, बिन्दास छ, मजा भइरहेछ। कसलाई पार्टी हानिदिनुपर्छ आज होइन? फाँक हान्ने मतलब भनेको के यार? फाँक भनेको सबै सकेको पुरै फाँक हानिदिने एकदम एकदम। त्यसैले गाइस आज दिनमा पनि यस्तै घुमियो डुलियो, आजको दिन त्यत्तिकै कट्यो होइन। अब दिनभरि त्यस्तो खानेपिने त्यस्तो केही भएन। अब दिनमा गएको थियौँ तलतिर गएको थियौँ बजार साइडतिर हल्का घुमियो डुलियो। उता यहाँ सल्यानबाट सल्यान लेक पोखरादेखि तल श्रीनगर भन्ने ठाउँतिर गएको थियौँ, त्यतैतिर हल्का घुमियो डुलियो। अब नास्ता पानी गरियो। अब लगत्तै आएर त उहाँ पनि जानुभएको थियो उता श्रीनगरतिर घुमघाम गरेर आएर भक्क रुमतिर आएर हात धुँदैछु एकदम। अनि बसियो खाइयो। अब यस्तै छ, हामी सबै ठिकै छु। अब हजुरहरू सबै हुनु पर्यो। अनि हामी बस्ने रुम चाहिँ यही हो, हामी बस्ने रुम चाहिँ यही हो। अनि सुत्ने चाहिँ भित्र सुत्छु यतातिर त खाट छ, कोठा चाहिँ एकदम दामी छ। बसाइ यस्तै चलिरहेछ आजभोलि। अरू सबै ठिकै छ। मासु अब टक्क कटिङ भएर अब रेडी भइसकेको छ। अब खाने मात्रै बाँकी हुन्छ होला अब एकछिन पछाडि। आन्द्राभुँडी निकालेर यसलाई टक्क बनाउने कार्यक्रम भइरहेछ। त्यो के हो, त्यो मुटु होइन भालेको? हजुर भालेको नै मास हालेको। अनि यसको आर्दाभुँडी उ गरेर टक्क भोजे सोझे तानेर टक्क त्यसलाई बनाएर टक्क एकदम दामी बवाल बनाएर खानुपर्छ। माउली यो घडी पाउँ त होइन खुन लाग्छ घडी त 10,000 आइसकेको हो नेपाली जतिबारी घडी हो त के भयो घडी? यो घडीमा खुन लाग्यो। ए घडी निकालेर राख्नु। स्मार्ट वाच अब यस्तो भन्नु
टक्क पार्टी हुँदैछ आज चाहिँ अनि कोठा चाहिँ यो गाइज उता मेरो ठुलबुवा हुनुहुन्छ उता जाजरकोट नलगाट 6 देखि होइन हजुर मेरो ठुलबुवा हुनुहुन्छ मेरो आफ्नै ठुलबुवा हुनुहुन्छ उहाँ चाहिँ सबै टोली मेरो आफ्नै टोली हो गाउँतिरको जाजरकोट नलगाट 6 देखि हो अनि अब कोठा चाहिँ यो हाम्रो बस्ने कोठा गाइज ल गाइज फाइनली हाम्रो सबै काम पुरा भइसक्यो म चाहिँ अब अलिकति गाइज सबैको दिन शुभ होस् अब राम्रै होस् रातिमा छौँ हामी